हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो एन्ड गुड मर्निङ। भर्खर उठेर हात मुख धोइयो। यो चाहिँ भिडियो बनाउनु पाइएन किन भन्दा म अस्ति सुतेको डाइरेक्ट आज उठेँ क्या। म त एक दिन त उठ्नै बिर्सेछु क्या, त्यसरी गर्दा भिडियो बनाउनु पाइएन। भर्खर उठेर फ्रेस भइयो। अब पर्ने हुन्छ एकछिन एक्सर्साइज। वार्मअप मात्रै हो, धेरै त मेरा बाबै मलाई त ड्रिम लाउरे बन्ने चाहिँ होइन, यसो डान्सको लागि हल्का गर्ने मात्र हो। सपनों की डोरी तू ही कहानी मेरी तेरी हंसी में जग सारा बस जाए तेरी नजर से दिल मेरा मुस्काए थोड़ा सा तुझसे बात करूं थोड़ा सा तुझ में खो जाऊं तेरे ही सीने पर सिर रख कर धीरे से ये गीत गुनगुनाऊं चलो चले कहीं दूर आसमानों में जहां कोई ना हो हमारे बीच में चलो चले। साथीहरु, मेरो छोटो मिठो एक्सर्साइज चाहिँ सकिसकेछ। मैले खाँदैछु पानी। यो एक्सर्साइज चाहिँ डान्सर्सहरूको लागि हेल्पफुल हुनसक्छ। यसमा एक्सर्साइज भन्दा पनि ग्रुप बाउन्स रकहरू थियो। सो डान्सर्सहरूले चाहिँ गर्नुपर्ने हुन्छ। भर्खर बिगिनरहरूले चाहिँ यो हेर्दा राम्रो, गर्दा राम्रो, युट्युबरबाट हेर्दा त्यही राम्रो हुन्छ। साथीहरु, घाम आइसक्यो। मिठो तरिकाले हेर्न सक्नुहुन्छ। मैले खाँदैछु के भन्छ होला, बदाम। तिम्रो याद नमेटिस भन्ने बेला बेलामा बदाम खाने गरे क्या मायाले। क्या बोला तूने? साथीहरु, टिम आज पनि जाँदैछ मृगस्थली झरनानिर। मलाई चाहिँ एकदमै मनै थिएन आज निस्किने। यो भाइले गर्दा चाहिँ मलाई एकदम फोर्स गर्यो। यहाँ अर्को हिरो, यो हाम्रो हाइवे मिठो ह, पिच गर्न लाखन क्या। के बोले भाइ? अब के बोले? साथीहरु, टिमले फेरि आज नि खाँदैछ जेरी। मेरो फेभरेट हुन्छ, थाहै होला। यहाँ हाम्रो हिरो, यहाँ यो भयो हाम्रो भ्यू। पैसा नभएर बहुत समस्या भयो साथीहरु। क्युआर बग्ने चक्करले, क्युआरमा भन्ने चक्करले बहुत दुःख पाइन्छ यार एक दिन यार। आज नि त्यस्तै समस्या भयो। यो गाउँमा 100 रुपियाँ पनि पत्ता आएन हामीलाई। क्युआरमा मात्रै पैसा भयो, क्यास भएन। समस्या त्यहाँ भयो क्या। टिम आइसकेको घरमा। बल्ल बल्ल जाँगर नलाइ एक कप चिया चाहिँ बनाएँ। मलाई चाहिँ मम्मी चाहिँ हुनुहुन्न, मलाई बुटो जानुभयो। सबैभन्दा बेकार लाग्ने काम चाहिँ मलाई खाना बनाएर खाना। अरू काम जेसुकै होस् म गर्नु त रेडी छु, तर मलाई यो खाना पकाएर खाना जतिको असजिलो त लास्टै। छिट्टै खाना पकाएर खुवाउने मान्छे खोज्ने भनेको मङ्सिरनी गइहाल्यो। त्यस्तै छ साथीहरु, हेर्नुहोस्। र साथीहरु, आजको लागि भ्लग यति नै। आई होप सबैजनालाई राम्रो लाग्छ होला। तर फलो गर्नु पर्यो क्या यार, प्लिज। फलो बढिन क्या, फलो बढिन, बुझ्न पर्यो।